बुझ्नुपर्छ। म सिङ्गल हो क्या, मैले वाइफ पाल्नु छैन, छोराछोरी पाल्नु छैन, आमा बुवा कसैलाई पनि पाल्नु छैन। मेरो आमा बुवा आफ्नो गर्नुहुन्छ, कमाउनुहुन्छ है, कमाउनुहुन्छ, हामीलाई पनि दिनुहुन्छ। फेरि अब मेरो भाइहरू आफै काम गरिरहेका छन् हो, सबै कसैलाई केही गर्नु परेन। अब कहीँ खर्च भएन। मलाई मेरो दिदी हुनुहुन्छ, दिदीको घरहरू छन्, त्यहाँ मलाई एउटा कोठा छुट्याइएको छ। अब मैले कोठा भाडा खाना पनि केही तिर्नु परेन। हेर्नुहोस् है, म जाँड रक्सी चुरोट बिँडी यो पनि केही खाँदैन। तपाईँले पूर्वदेखि पश्चिम गयो भने म कुनै 5 स्टार होटेलमा पनि बस्दैन, कहीँ पनि बस्दैन, मेरो खर्च केही पनि छैन। पहिलो कुरा त्यति हुँदाहुँदै पनि यताउति हिँड्नु पऱ्यो भन्नुहुन्छ। मेरो भाइहरू सानो 7-8 हजार रुपैयाँ भाडा तिरेर यस्तो खाजा पसल चलाउँछन्। पैसा आउँछ नि त, 10, 15, 20, 25 हजार महिनाको आउँछ होइन। गाउँमा मेरो बहिनी छ, ज्वाइँ छन्, अहिले पनि 150 भन्दा बढी बाख्रा पालेर उनीहरू बसिरहेछन्। हेर्नुहोस्, सबैले आफ्नो गरिरहेको छन् क्या। त्यसकारण मेरो आफ्नै हेर्नुहुन्छ भने मेरो फेसबुक पेज पनि मोनिटाइज छ। तपाईँलाई सुटुक्क भन्दाखेरि होइन, त्यहाँबाट $500-600 आयो भने तपाईँले कोठा भाडा तिर्नु पर्दैन, केही गर्नु पर्दैन। तपाईँ 5 स्टार होटेलमा बस्नुहुन्न, लुगा महँगो लाउनुहुन्न, भिरगुडी मण्डपमा 700-800 मा पैन्ट आइहाल्छ, 300-400 मा टी सर्ट आइहाल्छ, ठुलो कुरै छैन नि।